नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले साहित्यसंग्रह.com बाट साभार गरिएका विभिन्न लोककथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने दैनिक रूपमा कथा सुन्नका लागि यस युट्युब च्यानल नेपाली कथालाई सब्स्क्राइब गर्नुहोला। भन्दै लागौं आजका कथाहरूतर्फ। आजको लागि पहिलो कथा रहेको छ लोककथा पुन र वनमान्छेको कथा। संकलक जसबहादुर महतरा। धेरै धेरै पहिले बाजे बराजुका पालामा हालको रिप गाविसमा पुनहरूको ठूलो बस्ती थियो। त्यस बस्तीमा रानी पुन, खानी पुन र गौ पुन नामका ती व्यक्तिहरू विशेष प्रसिद्ध थिए। तिनीहरू सहोदर दाजुभाइ नै थिए। ती मध्ये रानी पुन मांसाहारी थियो। उसले भोग लागेको बेला गाई पनि खान्थ्यो। एक पटक ऊ बिरामी परेर बेसरी दुब्लाएको थियो। तैपनि घरमा विभिन्न थरी काम भएकोले अरूले घरको काम गर्नुपर्ने हुँदा रानी पुनलाई नै गाई चराउनका निमित्त वनमा पठाइयो। उसले भोगाडेका वनमा गाई चराउन लग्यो। मध्याह्नको समय थियो। घाम टन्टलापुर लागिरहेको थियो। गाईहरू हरियो घाँसमा आनन्दले चरिरहेका थिए। अकस्मात त्यहाँ एउटा डरलाग्दो वनमान्छे आयो र रानी पुनलाई समातेर आफ्नो ओढारमा लग्यो। त्यो ओढार बाक्लो वनको माझ र डरलाग्दो पहराको बीचमा थियो। ओढारमा पुर्याएपछि त्यसले रानी पुनलाई मारेर खाने विचार गर्यो। यस्तो कुराले ऊ भित्रभित्रै बेसरी डरायो। तापनि डरले मात्र केही हुनेवाला थिएन। उसले नम्र भएर त्यस वनमान्छेलाई भन्यो, ठिकै छ, म तपाईको आहारा हुन्छु, तर यति बेला म साह्रै दुब्लो छु। मेरो शरीरमा हाडछाला बाहेक केही छैन। त्यसैले अहिले नै मलाई मारेर खाँदा मान्छेको स्वादिलो मासु खाने तपाईको चाहना पूरा हुन सक्दैन। तपाईलाई थाहै छ यस्तो साह्रै अप्ठ्यारो पहरोबाट म भागेर जान सक्दिन। अत मलाई केही दिन यही ओढारमा पालेर राख्नुहोस् र म मोटाएपछि आफ्नो इच्छा अनुसार धित मरुन्जेल मेरो मासु खाएर रमाउन पाउनुहुन्छ। आफ्नो ओढारमा परेको र उम्कन नसक्ने भएको रानी पुनको कुरा वनमान्छेलाई चित्त बुझ्यो। त्यसपछि मोटो मान्छेको स्वादिलो मासु खान पाउने लोभमा वनमान्छेले आफूलाई धेरै रौँ भएको मन पर्छ भने त्यस्तै शिकार ल्याउन भन्थ्यो र वनमान्छेले पनि त्यस्तै ल्याउने गर्थ्यो। रानी पुन मिठो मिठो मासु खाएर केही मोटाउन थाल्यो र त्यसलाई देखेर वनमान्छे पनि खुसी हुँदै झन बढी भुवावाला शिकार ल्याउन थाल्यो। रानी पुनले जनावरको मासु खान्थ्यो र रौँको डोरी बाटेर दिनभर ओढारमा बस्थ्यो अनि वनमान्छे आउने बेलामा त्यसलाई कुनामा लुकाउँथ्यो। वनमान्छे पनि छिटो आउनुभन्दा ढिलो आउँथ्यो र ढिलो आउनुभन्दा छिटो आउँथ्यो। यस्तो बुझेको रानी पुनले सोही अनुसार अनुरोध गर्थ्यो। यस किसिमले चतुर्याइपूर्वक वनमान्छेलाई छक्क्याउँदै र उसैले ल्याएको शिकारका रौँबाट डोरी बाट्दै त्यस पहराको फेदसम्म पुग्ने डोरी बाट्यो र त्यसको भोलिपल्ट रानी पुनले वनमान्छेलाई छिटै आउनु भनेर अनुरोध गर्यो। अर्को दिन सधैँ झैं शिकारका निमित्त वनमान्छे सबैरै ओढारबाट निस्किएपछि रानी पुनले आफूले बाटेको डोरीलाई बलियो गरी ओढारका किलामा बाँध्यो र सोही डोरी समाउँदै पहराको तल मैदानमा झर्यो। ठिक त्यसै बेला वनमान्छे ओढारमा आइपुग्यो र रानी पुन तल भाग्दै गरेको देख्यो। ऊ पनि सोही डोरीबाट छिटो तल ओर्लिएर रानी पुनलाई पक्रिन पछि पछि दगुर्न थाल्यो। वनमान्छे आफ्नो पछि पछि आउँदै गरेको चाल पाएपछि चलाक रानी पुनले गाउँको एउटा कुकुर फुकाएर छोड्यो। त्यो कुकुर भोक्न थाल्यो। अरू कुकुर पनि भोक्न थाले। रानी पुनले पनि वनमान्छे आयो भनी चिच्याउँदै गाउँतिर दगुर्न थाल्यो। उसको चिच्याइ सुनेका गाउँलेहरूले आफ्ना कुकुरका डोरी फुकाइदिए। यसरी गाउँका कुकुरहरू फुकेर वनमान्छेका बाटामा जोडले भोक्न थाले अनि सबैले घेरेर टोकी उसलाई मारे। वनमान्छेका बन्धनबाट बडो चलाकी साथ फुत्किएर रानी पुन घर आयो। घरमा भने गाई चराउन गएको नफर्किएपछि अवश्य मरे होला भनी उसको मृत्यु संस्कार गरिसकेका थिए। क्रिया कर्म र दान दक्षिणा समेत गरिसकेको मान्छे घर आएर सबै कुरा भन्दा पनि उसलाई सँगै राख्न घरकोले स्वीकार गरेनन्। घर पस्न र सँगै बस्न नदिएपछि रानी पुनले आफूले खाने थाल माग्यो। घरकाले त्यो थाल पनि उसैका नाममा पुरोहितलाई दान दिइसकेको बताए। अब भने रानी पुनलाई साह्रै नराम्रो लाग्यो। आफू भने कस्तो विपद सहेर पनि बुद्धिका सहाराले फुत्केर आउने, घरकाले भने मर्यो भन्ने भएपछि ऊ पीडले त्यही मुर्छा पर्यो र मर्यो।
यस्तो अवस्था भएपछि बल्ल सबै पछुताए। अब पछुताएर के गर्नु? कथा रहेको थियो फोन र वनमान्छेको कथा। संकलक जसबहादुर महतरा। लागौं अर्को कथातर्फ। कथाको शीर्षक फुर्गेलजे बुढो। संकलक केडी रेमसेनिङ। कोलाम डाँडामा साइबर क्याफे खोल्ने सपना उनको धेरै नै भइसक्यो, तर उनको र बुनेको बीच खुबै फरक पर्दो हो। बुन्न सकिएको छैन आकार दिनलाई त्यो सपनाको। तल्लो सोलु पर्यटन पथमार्गको सम्भावना खोजी गर्दै द गेट हिमालयन ट्रेलले यस क्षेत्रका धेरै स्थानलाई गुगल अर्थमा पुर्याउने कोसिस गर्दैछ। तर यो थाहा छैन त्यस उपत्यका बासिन्दाहरूलाई। थाहा होस् पनि कसरी? के हो गुगलको अर्थ? के गर्छ त्यसले? यी सबमा गाउँले कुहिरो भित्रका काग छन्, किनकि यो त सदरमुकामवासीहरूको आँखामा एउटा राउटे बस्ती हो। तर जे जस्तो भए तापनि आफ्ना सहकर्मी साथीहरूलाई सपना सुनाउन छाडेको छैन फुर्गेलजे बुढोले। पेशाले शिक्षक बुढा भन्दछन्। मेरापिक र लुक्लासम्मको पदमार्गलाई यताबाट पनि वैकल्पिक बाटोको रूपमा विकास गर्न सके कोलाम डाँडा एउटा सुन्दर दृश्यावलोकनको लागि उत्कृष्ट गन्तव्य हुन सक्ने देखिन्छ। त्यहीनेर साइबर क्याफे खोल्ने मेरो धोको छ। सनरुमभित्र कफी र इन्टरनेटको मजा लिँदै हुङ्गु उपत्यकाको सुन्दर दृश्यावलोकन गर्ने अनुपम मौका पाउनेछन् स्वदेशी तथा विदेशीहरूले। सपना सुन्दर छ, सम्भव पनि, तर शून्यमध्ये एकैजना स्थानीय सहकर्मी बाहेक अरूले पानीको फोकासरी लिदे उनका कुरा। त्यो एकजनाले पनि एकदम राम्रो विचार सर बाहेक अरू थप्न सकेन। केही साथीहरू रातको 11-12 बजेसम्म कोलामको डाँडामा बसेर फेसबुक तथा इन्टरनेट चलाएको इतिहास सुनाउँछन्। त्यसरी क्याफे खोल्ने हो भने त तपाईँ साथीहरू पनि यसो चेलीबेटीसँग घुम्न आउँदा रमाइलो र सुविधाजनक हुनेछ। व्यङ्ग्यात्मक भाषा बोल्यो बुढो, किनकि त्यही उसको कुरामा चासो दिने मान्छेसँग अस्ति भेट भएको थियो कोलाम डाँडामा। त्यतिखेर बुढो नेटमा अपलोड भएर फर्कदै थियो। कुरो के भने त्यो साथी सहरमा पढ्दा ताकाको एक केटी साथीसँग थियो। उनीहरू गाउँमा स्क्रिन टच क्यामेराले खिचेको दृश्यहरू सहरका आफ्ना साथीमाझ फेसबुक मार्फत सेयर गर्दै जाँदै थिए। फुर्गेलजे बुढोले यो देखेर उनीहरूलाई संज्ञा दिएका थिए युगल जोडी। तर व्यङ्ग्यलाई कुरो घुमाइयो, अर्कै नाम दियो। हुन पनि यस क्षेत्रमा इन्टरनेट प्रयोगकर्ताहरूको एक मात्र उपयुक्त स्थान यही डाँडा थियो। ल्यापटप लिएर मोडेमको सहायतामा एनसेल र सीडीएम प्रविधिबाट सञ्चारको अत्याधुनिक माध्यम इन्टरनेट सेवा उपभोग गर्नेहरू तथा मोबाइल डाटाको माध्यम प्रयोग गर्नेहरूको आकर्षणको केन्द्र बनेको हो यो डाँडा। यो रहर थोरै, बाध्यता धेरै थियो। मानव बस्तीबाट केही टाढाको यो स्थानमा इन्टरनेट क्याफे स्थापनाको सपना बुन्दै गरेका सृजनात्मक सोचका धनी बुढाले कोलाममा साइबर क्याफे खोलेनन्। उतिखेर खोले सुनदेखि नुनसम्म, सुर्तीदेखि मूर्तिसम्मको दोकान। त्यो दोकानको 2 कान थिएन, धेरै कान थिए। दोकानसँगै पिठो पिस्ने विद्युत मिल अनि नर्सरी बिरुवा उत्पादन केन्द्र। फस्टाए दोकान, फस्टाए मिल अनि फस्टाए नर्सरी। तर ती सबै बिलाए साइबर क्याफेको सपना। भन्ने गर्थे महँगो रहेछ जग्गा। अस्ति नै शनिबारको दिन उनको पसलमा एउटा सहरिया छोरोको आमा आएकी थिइन्। भनिन्, छोराको मुहार नदेखेको 10 वर्ष भयो। फोन भन्छ, फेसबुकमा तपाईको बुहारी र नातिनाको फोटो हालेको छु हेर्नु भनेर। मोराले सहरमै बिहा गर्यो। बुहारी कस्ती छे? सबभन्दा धेरै त नातिना कस्ती छिन् होला। लौ न बाबु, तिमी नै यो गाउँको मास्टर देखाइदिनु पर्यो फोटो। पर्यो फसाद। अब उसले सम्झायो, यहाँबाट त हुँदैन त आमा। आमा छक्क परिन्। हैन, छोराले त तिम्रै नाम लिएर पठाएको छ, साथी छौरे नि तिमीहरू, बरु पैसा कति लाग्छ तिरौला। यो आमालाई थाहा छैन। उनले जति पैसा सोचेकी छिन् त्यसको 1000 गुणा खर्च गर्दा पनि आउँदैन यहाँ इन्टरनेट। भन्यो, ल ठिकै छ, डाउनलोड गर्छु अनि ल्याउँछु, पछि आउनु होला हेर्न। बुझिनन् डाउनलोडको अर्थ र भनिन्, के भनेको मलाई कुहिरेको भाषामा बुझिन। हम्मे पर्यो उसलाई सम्झाउनका लागि। गाउँघरमा भन्ने गर्छन् प्राय सबै, एफएमले त संसारको सबै खबर दिन्छ त कसरी थाहा हुन्छ उनीहरूलाई? विश्वभरि उनीहरूको मान्छे छन् कि क्या हो? यो भयो इन्टरनेटको अर्थ र महत्त्व नबुझ्ने पीडा। यसैबीच छिमेकी गाउँमा आयो ल्यान्डलाइन फोन। भन्ने गर्थे कुन नेताले हो कि सांसदले पहल गरिदिएको रे, उसलाई गत चुनावमा भारी भोट प्राप्त भएको गाउँ भनेर। आएन, यो केलामको गाउँमा फोन लाइन, जडिएन इन्टरनेट। गाउँका बुजुर्गहरू भन्ने गर्थे विकास पनि भोटले किन्नुपर्ने। हामीले दिएका थियौं नि यो भन्दा अघिल्लो चुनावमा भोट, बिजुली निकालिदिन्छु भनेर, दिएन त बिजुली। एउटा महावीरपूर्ण बिउजने अभिलाषामा कोलामको गाउँ निधाएको छ। जन्मे त धन्यवादको म्याक्सेसे पाउँथे कि
बुढाले आफ्नो सोच घर परिवारका सदस्यलाई सुनाउँछ। परिवारका सदस्य हाँस्न भन्दा पनि सकेनन्, त्यो पनि उडाउने हाँसो। म्याग्दीको ग्रामीण बस्तीमा कुन क्रान्ति भयो होला? म्याग्दीको ग्रामीण बस्तीमा कुन क्रान्ति भयो होला? इन्टरनेटको पहुँचले। यो कोलामको गाउँ अनभिज्ञ छ। कुरो जे चले पनि कोलामको गाउँमा आएन इन्टरनेट। एक दिन जुन जोसमा हो आफ्नो ल्यापटप खोलेर एउटा डकुमेन्ट फाइल पर्मानेन्टली डिलिट गर्यो फुर्गेलजे बुढोले। त्यो फाइलको नाम थियो कोलाम साइबर क्याफे। कथा रहेको थियो फुर्गेलजे बुढो, कथाकार केडी रेम्निसिङ। त्यसै गरी साहित्य संग्रह .com नै साभार गरिएको तामाङ लोककथा रहेको छ। अर्को लोककथा शीर्षक देवता र मानिसबीच अंशभण्डा, संकलक रविन्द्र तामाङ, सोनी तामाङ। उहिले पृथ्वीको सृष्टि हुँदा देवताका 11 जनामा एउटी र मान्छेका 9 जनामा एउटी छोरीको जन्म भयो। मानिसको सृष्टि गर्ने क्रममा देवता र मान्छेबीच विवाह हुन्थ्यो। देवताका सन्तानबाट एउटी छोरी गाङ साल्मो जन्मिन् भने मान्छेका सन्तानबाट छ्युल नामकी छोरी जन्मिन्। गाङ साल्मोको मान्छेसँग र छ्युलको देवतासँग विवाह भयो। यिनीहरूबाट नै तामाङ सन्तानहरूको वृद्धि हुँदै गयो। त्यसबेला मानिस र देवताहरू सँगसँगै बस्दथे। मान्छेहरू लोभी र अल्छी थिए। त्यो देखेर देवताहरू आजित भए। त्यसैले देवताले अब आफ्नो परिवार छुट्टिएर बस्ने निर्णय गरे। यो कुरा देवताले मान्छेसँग पनि बसेर छलफल गरे। अलग अलग बस्ने निर्णय भयो। यसैबीच एउटा शर्त पनि राखियो जुन दुवैलाई मान्ने भयो। बिहान कुखुरा बाँच्नु अघि जो सूर्य कहाँ पुगेर पर्दा गाड्छ ऊ चाहिँ स्वर्गमा बस्छ। जसले गाड्न सक्दैन ऊ पृथ्वीमा बस्नुपर्छ। शर्त अनुसार देवता बिहान सबेरै सूर्यमा पुगेर सुनको पर्दा गाडे। मानिस ढिलो उठेर सूर्यमा नपुगेकाले पर्दा गाड्न सकेन। हार मानेर फर्कने क्रममा देवताले मानिसलाई सोधे, तिमी आइपुगेछौ, मलाई देख्यौ? मानिसले भन्यो, देखे। त्यसपछि देवताले चाँदीको पर्दा गाडेर सोधे, अब देख्यौ? मानिसले उत्तर दियो, देखे। अनि देवताले तामाको पर्दा लगाए र पुनः सोधे। मान्छेले अझै देवतालाई देखेको कुरा बतायो। अनि देवताले कटुसको बिरुवा पर्दा लगाए र मानिसलाई सोधे, के तिमीले अझै पनि मलाई देख्यौ? मानिसले उत्तर दियो, अहिले चाहिँ देखिन। मान्छेले देवतालाई नदेखेपछि ऊ रुन कराउन लाग्यो। यसरी अल्छी मानिसको अलाप बिलाप देखेर देवतालाई दया लाग्यो। अनि देवताले भने, तिमी नआत्तियौ, अब हामी देवताहरू तिमी मानिसहरूको संरक्षक हुनेछौ। साथै तिमीहरूले पृथ्वीमा खनी खस्री गरेर खानुपर्छ। त्यसैले वनचरो र यो कोदालो पनि लिऊ। वन जंगलबाट दाउरा काटेर ल्याऊ अनि मजाले दाउरा बाल। त्यसपछि खरानी हुन्छ, त्यसबाट मल बनाऊ। कोदालोको प्रयोगले तिमी पृथ्वी खनजोत गर्न सक्छौ। त्यहाँ तिमीले बिउ छर्दै जाऊ। अनि मान्छेले देवतासँग सोध्यो, बिउ कहाँ पाइन्छ त? देवताले मान्छेलाई भने, कुखुराको फुटेको अन्नमा तिमीले बिउ पाउनेछौ। त्यो खोस्रेर खनेको जमिनमा रोप्दै जाऊ अनि दाउराबाट भएको खरानीको मल त्यसमा हाल। त्यहाँ धान, मकै, जौ, गहुँ उम्रिनेछ। पाकेपछि टिपन टापन गरेर घाममा सुकाई पिँधेर राख्नुपर्छ। त्यसबाट छ्याङ वा जाँड बनाउनु अघि सर्वप्रथम आफ्नो कुल देवतालाई चढाएर खानुपर्छ। यति भनेर देवता अलग भए। त्यसै बेलादेखि तामाङहरू मानिसको सम्बन्ध देवतासँग टुटेर भूमि देवतासँग गाँसिएको हो भन्दछन्। जसका कारण तामाङहरूले खेतीपाती सुरु गर्नु पूर्व हुमे वा लुसा ला देवता र खेतीपाती भित्राएपछि कुल देवताको पूजा गर्नेछन्। कथा रहेको थियो तामाङ लोककथा देवता र मानिसबीच अंशभण्डा, संकलक रविन्द्र तामाङ, सोनी तामाङ। लागौं आजको लागि अन्तिम लोककथातर्फ। कथाको शीर्षक रहेको छ सुनकेशरी मैया, संकलक तुलसी दिवस। एका देशमा एकजना राजा थिए। तिनका 3 भाइ छोरा र एउटी छोरी थिइन्। छोरीको सबै कपाल सुनका थिए, त्यसैले उनलाई सुनकेशरी भन्दथे। उनका कति केसहरू छन्, तिनका हिसाब गरिएको थियो। एक दिन खोलामा नुहाउँदा उनको एउटा केस हरायो। यसरी केस हराउँदा उनकी आमाले, जसले मेरी छोरीको हराएको केस पाउला उसैसँग मेरी छोरीको बिहे गरिदिन्छु भनिन्। मान्छेहरू उनको हराएको केस खोज्न थाले। संजोगले गर्दा त्यो केस सुनकेशरीका दाजुले फेला पारे। अब के गर्ने? सुनकेशरीको बिहे उनका माइला दाजुसँगै हुने भयो। घरमा बिहेको तर्खर हुन थाल्यो। बिचरी सुनकेशरी मैया बिरहले आकुल व्याकुल हुन थालिन्। बगैँचामा बसी उनी रोन लागिन्। त्यतिकैमा एउटा कौवा आएर उनलाई भन्यो, दुःख नमान मैया, यो एउटा कदमको गेडा लिएर जाऊ। साथमा अलिकति तेल, चामल र बलियो धागो पनि लैजाऊ। यो कदमको गेडालाई माटोमा रोपिदेऊ, यसले रुख उम्रिन्छ। अनि त्यहाँ बसेर भन्नु, बड बड कदम रुख सगरसम्म
रुख बढेर अग्लो हुन्छ अनि कसैले पनि तिमीलाई तल झार्न सक्ने छैन। कौवाले भने झैं सुन केसरी मैया कदमको बिउ लिएर खोलातिर गइन्। कदमको बिउ भुइँमा गाड्ने बित्तिकै रुख भएर उम्रियो। रुखमा बसेर उनले भनिन्, बडबड कदम रुख सगरसम्म। रुख बढेर सगर छुने भयो। यता बिहेको लग्न आइसकेको थियो। सबैजना सुन केसरीलाई खोज्न थाले, तर कसैले उनलाई कतै फेला पार्न सकेनन्। अन्त्यमा उनका बाबुले उनलाई खोलाको डिलमा कदमको रुखमाथि देखे। सगर छोएको रुखमाथि बसेकी छोरीलाई उनले तलबाट भन्न थाले, ओर्ला नओर्ला सुन केसरी मैया, बिहे लग्न गइसक्यो टरेर। ओर्लिने त थिए नि बाबा, ससुरा भइआयो। छोरीले भनेको सुनेर बाबुलाई ज्यादै बिरह चल्यो। धिक्कार होस्, म जस्तो बाँच्नुभन्दा मर्नु नै निको हुन्छ भनेर उनले खोलामा फाल हाने। उनी मरे। बाबु मरेपछि आमा आएर भन्न थालिन्, ओर्ला नओर्ला सुन केसरी मैया, बिहे लग्न गइसक्यो टरेर। ओर्लिने त थिए नि आमा, सासु भइआयो। सुन केसरीले भनिन्, मलाई धिक्कार छ भन्दै आमाले पनि खोलामा फाल हानिन्। त्यसपछि जेठा दाजु आए र भन्न थाले, ओर्ला नओर्ला सुन केसरी मैया, बिहे लग्न गइसक्यो टरेर। ओर्लने त थिए नि दाजै, जेठाजु परेछौ। सुन केसरीले भनिन्। उनी पनि बहिनीको जेठाजु हुनुभन्दा त मरेकै बेस भन्ठानी खोलामा फाल हालेर मरे। त्यसपछि माइला दाजु आए र भने, ओर्लिन्छौ कि रुखको फेद ढालौं? ओर्लिने त थिए नि दाजै, लोक्ने परेछौ। सुन केसरीले भनिन्। बहिनीको लोक्ने भएर बाँच्नुभन्दा त मरेकै बेस। यसो भन्दै माइला दाजुले पनि खोलामा फाल हाले। अन्त्यमा कान्छो भाइ आएर भन्यो, ए दिदी म पनि आउँछु। सुन केसरीले भनिन्, भाइ तिमीलाई भोक लाग्छ, तिर्खा लाग्छ, निन्द्रा लाग्छ, यहाँ नआऊ, घर फर्क। तर भाइ मान्दै मानेन। अनि दिदीले धागो खसाल्दै भनिन्, यही धागो समात, म तान्छु। कान्छो भाइ धागो समातेर रुख चढ्यो। सुन केसरी मैयाले काखमा राखिन्। भोलिपल्ट भाइले भन्यो, दिदी भोक लाग्यो। दिदीले आफूसँग भएको तिल चामल दिएर भनिन्, ल यो खाऊ, एक गेडा पनि भुइँमा नखसाल है। भाइ पर्यो केटाकेटी, खाँदा खाँदै आधा तिल चामल खसाल्यो। एकछिनपछि उसलाई तिर्खा लाग्यो। सुन केसरी मैयाले आफूसँग भएको हँसियाले कदमको रुखमा खोप्दै पानी निकालिन्। भाइले पियो। एकछिनपछि भाइलाई निन्द्रा लाग्यो। ऊ दिदीको काखमा सुत्यो। केही बेरपछि भाइ निन्द्राबाट भिज्यो। तल भुइँतिर हेर्दै उसले भन्यो, दिदी तलका गाई भैँसी कसका हुन्? तँलाई अघि नपोखी खा भनेका थिए, तैँले आधा पोखाइस्। अनि तिल जति भैँसी भए, चामल जति गाई। अब ती गाई भैँसी हाम्रै हुन्। सुन केसरी मैयाले भनिन्। उसो भए जाउँ दिदी, मजासँग सबै गाई भैँसी पालेर बसौँ, भाइले भन्यो। दिदीले भाइको कुरा मानिन्। दुवै रुखबाट ओर्लेर सबै गाई भैँसी लिएर घर गए। भाइ चाहिँ सधैँ गाई भैँसी चराउन जान्थ्यो। दिदी चाहिँ भकारो सोहोर्थिन् अनि गाई भैँसीलाई खुवाउने पियाउने बन्दोबस्त गर्थिन्। गोठाली जाने बेलामा दिदीलाई भाइ भन्थ्यो, दिदी खोले जाउली पकाइराख, माल दामला फिजाइराख है। दिदी सधैँ त्यसै गर्थिन्। एक दिन अर्को देशको एकजना राजकुमारले उनलाई लिएर गयो। गोठालो गएको भाइ बेलुका घर फर्कियो। घरमा उसले खोले जाउली पकाइराखेको पनि देखेन, माल दामला फिजाइराखेको पनि देखेन। ऊ चिच्यायो, दिदी दिदी। वरिपरिका छिमेकीसँग पनि आफ्नै दिदीको बारेमा सोध्यो, तर कसैले पनि बताउन सकेनन्। बिचरो ऊ एक्लै बसेर थुरु थुरु रुन थाल्यो। यतिकैमा गोठबाट कैलो रौँ भयो कि एउटी बुढी गाई आयो र उसलाई भन्यो, भइगो बाबु नरौ, आऊ मेरो पिठ्यूमा चढ, मेरो जिउमा कति रौँ छन् गन, म तिमीलाई तिम्रो दिदी कहाँ पुर्याइदिन्छु। भाइ गाईको पिठ्यूमा बसेर रौँ गन्न थाल्यो। रौँ गनिसक्दा गाईले दिदीको आँगनमा पनि पुर्याइदियो। ऊ गाईको पिठ्यूबाट ओर्लियो, तर दिदीलाई कसरी बोलाउने? ऊ फसादमा पर्यो। त्यसैले ऊ पिँढीमा झोक्रिएर बसिरह्यो। त्यतिकैमा दिदी चाहिँको कपाल कोर्ने थाक्रो झ्यालबाट तल आँगनमा खस्यो। त्यति बेला सुन केसरीले भाइलाई सम्झिँदै भनिन्, यति बेला मेरो भाइ भइदिए थाक्रो ल्याइदिने थियो। दिदीको कुरा तलबाट भाइले सुनिरहेको थियो। ऊ थाक्रो टिपेर माथि दिदीकोमा पुग्यो। भाइलाई आफ्नो अघिल्तिर देख्न साथ सुन केसरी मैया हर्षले गदगद भइन् र सोधिन्, कसरी आइपुग्यौ? भाइले सबै बेली विस्तार लगायो। त्यस दिनदेखि दिदीभाइ आनन्दपूर्वक दिन बिताउन थाले। कथा रहेको थियो सुन केसरी मैया। संकलक तुलसी दिवस। यो सँगै आजका कथाहरू सकिएका छन्। तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै भोलिको भिडियोमा अर्को नयाँ कथाको साथ उपस्थित हुने नै छु। तबसम्मका लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।